हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु गाइज, आरामै छु। अनि अहिले म घरमै बसेर हैन घरमै बनाएको चटपटे खाँदैछु घरमै बनाएर खाएको। अनि मैले मुवालाई पनि दिएको छु, मुवाले चाहिँ बाहिर बसेर खाँदै हुनुहुन्छ। म चाहिँ किचनमै बसेर खाँदैछु गाइज चटपटे एकदम मिठो भइरहेको छ। चटपटेमा चाहिने जति सामानहरू सरसामग्रीहरू राखेर बनाएको छु। अनि म खाँदै पनि छु अनि कोक पनि पिउँदै छु गाइज यो चाहिँ कोक हो गाइज, गिलासमा देखेको छैन, सिसाको गिलास पनि छैन। अनि सिसाको गिलास नभएर यही स्टिलकै गिलासमा खाएको अनि कोक पिउँदै छु, चटपटे पनि खाँदैछु, मिठो भइरहेको छ। भोक पनि एकदम डह्रो लागेको थियो। अनि के खाऊँ भनेर सोच्दै थिएँ, सोच्दा मलाई चटपटे बनाउने आइडिया आयो। अनि चटपटे बनाइओरी अनि मैले मुवालाई पनि दिएँ अनि आफू पनि खाँदैछु गाइज। एकदम मिठो भइरहेको छ चटपटे। तपाईहरु पनि खान सक्नुहुनेछ बनाएर घरमै बाहिरको भन्दा पनि घरकै मिठो हुन्छ। घरमा त्यति मरमसलाहरू ठिक्कको हालेको हुन्छ, बाहिरको चटपटेमा एकदम धेरै हालेको हुन्छ। अजिनाहरू मरमसलाहरू धेरै अमिलो पिरो धेरै हालेको हुन्छ। घरमा बनाएको चटपटे एकदम स्वादिष्ट हुन्छ। अनि अब मरमसला पनि ठिक्क हालेको हुन्छ गाइज अनि घरमै बनाएर अनि म खाँदैछु अनि कोक पनि पिउँदैछु। अहिले चाहिँ मलाई सर्क्यो गाइज, कोक पिउँदै चटपटे खाएको, कोक पनि पिइहालेँ, त्यस पछाडि सर्क्यो। अनि सर्केर अनि अहिले चाहिँ सर्किरहेछ गाइज मलाई अनि अहिलेसम्म सर्को मुवा पनि आउनु भयो, के भयो भनेर हेर्नलाई अनि कोक पनि पिउँदैछु, खाँदै पनि छु चटपटे गाइज। खाँदैछु, मिठो छ, स्वादिष्ट छ, खाँदैछु गाइज बाहिरको भन्दा घरकै मिठो हो गाइज। र आजलाई यति नै, बाई गाइज।